उपस्थित भएका हाम्रो दाजुहरू सबैलाई नमस्ते है। तपाईँहरूलाई बोलाएको खण्डमा तपाईँहरू आइदिनु भयो एकै शब्दमा तपाईँहरूलाई एकदमै धन्यवाद। केही नदिन सक्दा पनि हामीले है यसरी तपाईँहरूलाई खजाना लागि हामी वेलकम गर्न चाहन्छौँ है। सबैजनाले ताली गरिदिउँ। यता भाइका पनि लगाइदिउँ। आज चाहिँ हाम्रो तोरीबारी होमस्टेमा चाहिँ हाम्रो दादा अमित दादा अन्त खेम दादा गोविन्द दादा भाइ आउनु भएको छ है। र आज चाहिँ स्पेसली मैले किन बोलाएको भन्दाखेरि चाहिँ अब एक त मेरो अब टिम जस्तै भइसक्यो हामी है, सँगै काम गर्ने, सँगै सोसियल अब मिडियामा काम पनि गर्ने, प्लस सोसियलाइज अब हामी बाहिर बाहिर पनि काम गर्ने भएकोले गर्दाखेरि चाहिँ अब एउटा ग्रुप पनि भनौँ न है। र मेरो दादाहरूलाई चाहिँ आज मैले होमस्टेमा चाहिँ आज बोलाउनुको खास उद्देश्य चाहिँ के हो भन्दाखेरि आजदेखि चाहिँ हाम्रो होमस्टेमा चाहिँ प्रपर तरिकाले खानाहरू हामी सर्भ गर्नेवाला छौँ। सो त्योभन्दा अगाडि चाहिँ दादाहरूकै हातबाट चाहिँ है फुड टेस्ट गर्नु लागि चाहिँ मैले दादाहरू बोलाएको। र यहाँ चाहिँ छ भर्जिन मोइतो, अन्त ओरियो सेक, अन्त म्याङ्गो स्लस है, अन्त यहाँ चाहिँ छ हनी ग्लेज चिकन विथ ज्यास्मिन राइस, अन्त यहाँ चाहिँ छ चिल्ली मोमो, अन्त यहाँ चाहिँ छ चिल्ली चिकन, स्टिम मोमो, झोल मोमो, किमा थुक्पा, अन्त चिकन एग ड्रप सुप छ। अनि यो चाहिँ दादाहरूले अब अलिअलि गर्दै ट्राई गरेर भनिदिनुहोस् यहाँको कस्तो लाग्दैछ तपाईँहरूलाई ल। थ्याङ्क यू। पहिला सिनियर फर्स्ट म त तिमी पो फर्स्ट होला भने यो डाइरेक्ट अब त्यही गरिदिन्छु। अब यो भन्नु फेरि अर्को स्पुन टिप्नु। दामी सबै कुरा एकदम ठिक छ, एकदम दामी। न त नुन बेसी छ न त एकदम दामी। अब फेरि खानु पर्छ, दामी दामी। अब चिल्ली मोमो पनि टेस्ट गर्नु, यो त हाम्रो अब खाइबस्छ। दामी दामी। एक त हाम्रो रमिला के छ भन्दाखेरि कुनै कुरो उसले युनिक गर्छ होइन, युनिक प्लस उसले के भन्छ टेस्ट बहुत कुरा हाइजेनिक राम्रो उसले बहुत ध्यान दिन्छ, राम्रो प्रेजेन्टेसन छ है। खानुभन्दा पहिला पनि मान्छेले खानको लाग्ने होइन, खाएपछि चाहिँ मजा लाग्यो मलाई चाहिँ। के भन्दाखेरि प्रेजेन्टेसन हेर्दाखेरि मलाई पहिला खानु मन लाग्यो। राम्रो गुड एफर्ट है। तपाईँहरू पनि आउनुहोस् परिवारी होमस्टेमा। के भन्छ गेस्टको लागि पनि रहेछ है। र अरू आउनुहुन्छ भने सटरडे सन्डे बहुत ज्यादा हाम्रो बाहिरबाट गेस्टहरू आउनुहुन्छ, ट्राई गर्नुहोस्। एकदम दामी राम्रो बनाएको छ भाइले, गुड। अमित मैले चिल्ली मोमो टेस्ट गरेँ कि यसमा केही पनि उठेको छैन, एकदम दामी टेस्ट हो। अन्त जति पनि हाम्रो तराई के अरे डुवर्स, दार्जिलिङ, कालिम्पोङबाट सिलगढीमा सपिङ गर्नु आउनुहुन्छ होइन, तपाईँहरू पनि आउनु सक्नुहुन्छ होइन। हामी कन्ट्याक्ट नम्बर राखिदिन्छु बहिनीको हाम्रो मोबाइल के अरे भिडियोको स्क्रिनमा, अन्त तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। आज यहाँनिर फेरि के खाना गोर्खाली पनि थाली पनि छ होइन, यो टेस्ट हो। खाना चाहिँ गोर्खाली खाना पनि छैन, गोर्खाली खाना पनि थाली हिसाबमा यहाँनिर पाउने छ तोरीबारी होमस्टेमा। भाइ तपाईँ के भन्नुहुन्छ? एउटा कुरा भन्छ यो अब मेनु त हामीले हेरिहाल्यौँ, यो त हेर्ने बित्तिकै खानु मन परिहाल्यो। अब अरू पनि टेस्ट छ। रमिलाको विषयमा चाहिँ एउटा कुरा भन्छु, किन मैले सानोदेखि देखेको गुनु होइन, यहाँनिर चाहिँ जति पनि हाम्रो लाइक अब सिलगढी पहाड तराई डुवर्सबाट आउँदाखेरि हाम्रो यहाँ धेरै पार्किङको समस्या छ क्या बाटोतिर, कहीँ पनि होइन। बङ्गाल सफारी हाम्रो यता अब अरू जग्गा तोरीबारी जो टुरिज्म इलाका है, यहाँ कसै पनि हाम्रो जति पनि गोर्खा कम्युनिटी अदर कोही पनि तपाईँहरू आउनुभयो भने चाहिँ बङ्गाल सफारीबाट जस्ट 500 मिटर है, 500 मिटरको भित्र यो हाम्रो तोरीबारी होमस्टे छ, जसमा हाम्रो बहिनी र ज्वाइँ है रमिला हुनुहुन्छ। तपाईँहरूले पार्किङको भरपुर सुविधा पाउनुहुन्छ, बस्नु साथै खानुको पनि सुविधा छ। अब चाहिँ तपाईँले कुनै चिजको यहाँनिर केही पनि यो मान्नुपर्ने छैन भएको छ। र सम्पूर्णलाई नै यहाँ आइदिने चाहिँ म अनुरोध गर्छु। उहाँ बहिनीले जुन एउटा होइन एम्पायरै भन्नु पऱ्यो मेरो हिसाबमा चाहिँ मैले देखेको छु, यस्तो राम्रो गर्नुभएको छ। यहाँ मात्र होइन, उसको मिलेन मोडमा पनि छ, माथि पल्लो गाउँमा हाम्रो डाइग यहाँ पनि छ, र योसँग 3टा उहाँको होमस्टे छ। र तपाईँहरू कसैले पनि हेर्नु हुँदैछ भने चाहिँ हाम्रो यो फेसबुक हाम्रो अमित दाजु, खेम दाजु, म स्वयं पनि छु होइन, तपाईँहरू यहाँ आएर चाहिँ यो खाना र बस्नुको भरपुर आनन्द लिन सक्नु। यति मिठो छ नि, मैले यहाँ खानु लाग्यो, ट्राई गरेर यो के हो? चिल्ली मोमो। ओके। अब घरि त फेरि अब यहाँ यो स्टिम मोमो पनि खाएर हेर्दैछु कि यसको टेस्ट। अब मैले त्यो चिल्ली चिकन पनि खाएँ, चिल्ली मोमो खाएँ। सेफ चाहिँ को? सेफ चाहिँ को?
मेन कोर्स सेफ यति मजाको एक्सपिरियन्स हो कि नुन पनि टक्कै छ यसमा होइन बर्न पनि एकदम मजाले मतलब कति मान्छेले नुन बेसी हाल्छ कम्ती हुन्छ नि दोबारा पाउन एकदम पर्फेक्ट मलाई मेन सेफै भेट्नु मन लाग्छ जुन चाहिँ मैले अहिले स्टिम मोमो खाएँ नि यो चाहिँ एकदम घरमा बनाएको जस्तो क्या न त यसमा नुन सब कुरोको चिल्ली चिकन दामी बनायो सेफ भाइ क्या त उसलाई अलिक बधाई दिनु पर्छ हामीले बनाउनु व्यस्त छ भाइ यो चाहिँ यसले हाल्नुहोस् न झोल चाहिँ मैले एकदम खाना तारिफ गर्नुपर्ने एकदम सबै मेन खाना त अहिले आउनु आँटेको छ चिल्ली चिकनको नि टेस्ट एकदम डिफ्रेन्ट छ अरू जस्तो हामी नर्मली खान्छौँ है अरू रेस्टुरेन्टतिर त्योभन्दा बिल्कुल डिफ्रेन्ट लाग्यो मलाई के भन्दाखेरि मलाई के हुन्छ आफूले पहिला मास्टर साहेब जस्तो लागेको छ म कहिले यस्तो प्रोग्राम त्यस्तो चाहिँ हामी पहिले आएको कि तर मलाई डिफ्रेन्ट एकदम जति पनि मैले खाएँ नि एकदम डिफ्रेन्ट लाग्यो मलाई टेस्ट ह्याप्पी युनिक दामी यो फुड टेस्टिङको प्रोग्राम चाहिँ लाइफमा फर्स्ट टाइम मैले हो पनि भाइको अहिले मैले यो झोल मोमो खाएँ होइन यसको पनि एकदम राम्रो टेस्ट अब मेरो बाँकी चाहिँ थुक्पा र सुप होइन यो चाहिँ के थुक्पा पनि किमा थुक्पा चिकन चिकन किमा थुक्पा अब थुक्पाको पनि हुन्छ त्यसलाई यसमा चाहिँ अब मलाई के चिज के बोल गऱ्यो भने कुनै पनि चिजमा नि अब रिच हुन्छ नि त तेल बेसी नुन बेसी त्यो सब छैन कुनै त्यो पनि सब चिज छैन छैन सबै मतलब बिमारी पेसेन्टले पनि कसैले पनि खानु सक्छ तेल कम्ती छ लिमिटेड छ अजिनोमोटो एकदम मिनिमम युज भएको छ होइन किन अजिनोमोटो बहुतजना मान्छेले एभोइड गर्नुहुन्छ राम्रो छ अर्ग्यानिक त्यो छ खाएको पनि त राम्रो होइन अर्ग्यानिक छ होइन राम्रो फुडहरूमा क्वालिटी हाइजेनिक तपाईँले सराउन्डिङ एरियाहरू सक्नुहुन्छ राम्रो छ मतलब मैले एकदम हाइजेनिकको बहुत ध्यान दिनुहुन्छ काङ्कारी भाइ अब बहुत ध्यान भाइ भाइले ध्यान दिनुहुन्छ बहिनी पनि त्यस्तै हुनुहुन्छ है राम्रो छ होइन के अब कमी छ भने केही छैन, केही छैन। पर्छ नि त्यसलाई छैन, होइन छ भने चाहिँ अन्त म अनि एकदम छैन कमी भन्ने कुरै छैन यहाँ। यो के अरे बहिनी यो सुप जीवकै हुनु दहीको त्यहाँ चिकन एक ड्रप सुप लु यो सुप पनि खाएर हुन्छ आज नै दामी एकदम सब कुरो ठिक छ। एक्चुअली के भन्दा मलाई मेन कुरो के लाग्यो भने टोटल फ्लेभरै डिफ्रेन्ट छ अरू रेस्टुरेन्ट भन्दाखेरि टोटल फ्लेभर डिफ्रेन्ट छ यहाँनिर चाहिँ त्यो कुरो चाहिँ मैले युनिक लाग्यो यहाँनिर अब अब यो तपाईँहरूलाई म एकपल्ट फेरि एड्रेस भनिदिँदैछु तपाईँहरू डोर सिक्किम कालिम्पोङतिरबाट आउनुभयो भने चाहिँ जुन चाहिँ हाम्रो यो हाइवे छ जङ्गल सफारी पार्क त्यहाँबाट भित्र तपाईँहरू पस्नुहोस् पस्ने बित्तिकै तपाईँ त्यो बाटोबाट सिधा आउँदाखेरि चाहिँ तपाईँले एउटा ब्रिज भेटाउनुहुन्छ त्यो ब्रिजमा वेलकम टु तोरीबारी लेखेको छ अन्त यो पार गर्ने बित्तिकै तपाईँले यहाँनिर छेउमा तोरीबारी होमस्टे भेटाउनुहुन्छ कुनै रेस्टुरेन्टमा गएर खाना खानुको लागि त्यहाँ तपाईँले पार्किङ भेटाउनुहुन्न अन्त यहाँ तोरीबारी होमस्टेमा चाहिँ पार्किङ पनि एभाइलेबल छ अन्त तपाईँले स्क्रिनमा म नम्बर राखिदिन्छु हाम्रो बहिनीको अन्त उहाँलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ तपाईँले यहाँनिर खाना अर्डर पनि गर्नु सक्नुहुन्छ अन्त अहिले हामीले यहाँनिर जतिवटा पनि फुड टेस्ट गरे होइन एकदम राम्रो कुनै पनि खानेकुरामा बेसी थिएन होइन टेस्ट राम्रो थ्याङ्क यू सो मच है दादाहरूलाई आइदिनु भयो अन्त आज चाहिँ फुड टेस्टिङ थियो एकदम कस्तो लाग्यो एकदम अनेस्ट भन्नु तपाईँको एकदम दामी दामी मलाई एकदम मन पऱ्यो क्या हरेक चिजमा अब नुनहरू पनि बेसी छैन टेस्ट पनि राम्रो होइन तपाईँको जो कुक हुनुहुन्छ उहाँलाई त हामी बधाई दिन चाहन्छौँ यस्तो राम्रो खाना बनाउनु अनि स्पेसली दादाले के एउटा भिडियो हाल्नु भएको थियो हाम्रो होमस्टेको कुकको भ्याकेन्सी छ है भनेर यति साह्रो फोन आयो 200-250जना तीमध्येमा चाहिँ मैले एकजना दादाकै थ्रुबाट मैले कुकलाई चाहिँ है राखेको छु दादालाई चाहिँ एकछिन बोलाइदिनु न कुक दादा हाम्रो सेफ दादालाई चाहिँ अब तपाईँकै अब आउनु भएको है अनि अब यति चाहिँ भन्नु चाहन्छु तपाईँहरू पनि यदि हाम्रो तोरीबारी होमस्टेमा आउन चाहनुहुन्छ भने चाहिँ रुम्सहरू त छँदैछ खाना पनि हुन्छ ब्रेकफास्ट लन्च डिनर सबै एभाइलेबल प्लस गाडी घोडादेखि लिएर है पार्किङ वाइफाई सबै तपाईँहरूले यहाँ बसेर होइन मिटिङहरू गर्न सक्नुहुन्छ म्युजिक क्यारोकीहरू छ यसो लाइभ म्युजिक गर्न सक्नुहुन्छ र हाम्रो सेफ दादा आउनुहुँदैछ राम्रो होइन मैले एकदम मैले मलाई पहिला पनि भेटेको है बनाउनुपर्छ खाना एक्चुअली एक्सिलेन्ट छ मलाई यति राम्रो लाग्यो तपाईँको एकदम हातमा कला छ होइन कि युनिक छ
थुप्रैजना रेस्टुरेन्टमा के हुन्छ भन्दाखेरि टेस्टहरू मतलब मिल्छ, टेस्टहरू जग्गा जग्गाको एउटै लाग्छ फ्लेभरहरू। तर यहाँनिर बिल्कुल डिफ्रेन्ट, मान्छेले एउटा एक्स्ट्रा पाउँदैछ यहाँनिर है। सबसे मेन कुरो हुन्छ सेफ। सेफ। सेफमा त तिमी जति पनि रेस्टुरेन्ट जस्तो नै भएर तिमीले केही पनि चल्दैन, मान्छेले त्यो पनि गर्दैन। तर मलाई सबसे युनिक लाग्यो तपाईँको के भन्छ यो झोल मोमोदेखि लिएर चिल्लीदेखि लिएर हरेक चिजको मलाई एकदम दामी लाग्यो। गुड है, एकदम कङ्ग्रेचुलेसन, मजाले गर्नु है। अमित दाले पनि एफोर्ट हाल्नुभयो, मैले पनि एफोर्ट हाल्नु, अमित दाको भिडियोमा मजा आएको है। बट राम्रो गर्नु, बहिनीले एकदम जतिजना सक्छ सक्नुहुन्छ राम्रो गरेर बसिरहेको छ यहाँनिर, एकदम जेनरल कङ्ग्रेचुलेसन है ल। अब चाहिँ दादाहरूलाई चाहिँ यसो डिनरको लागि चाहिँ होइन यहाँ बस्नु लगाएको छु। अब हाम्रो गोविन्द दादा, हाम्रो खेम दादा, भाइ है, अन्त हाम्रो अमित दादा चाहिँ हात धुन जानुभएको छ। र हाम्रो तोरीबारीमा चाहिँ यही तपाईँहरूले आएर चाहिँ यो झर्कामा होइन, झर्का थालमा चाहिँ काँसा थालमा चाहिँ यसरी दाल, चिकन, मटन सबै यसरी आज राखेको छौँ। यसरी पनि तपाईँहरूले चिकन थाली, भेज थाली, मटन थाली खानु पाउनुहुनेछ र इन्जोय गर्नुहोस् आजको डिनर ल। कस्तो लाग्यो तपाईँहरूलाई? दामी, ग्रेट ग्रेट ग्रेट। मेन कुरो के भन्दाखेरि यो झर्का जुन चाहिँ क्वालिटी छ नि, क्वालिटी दामी लाग्यो। के झर्का साइज है? साइज पनि दामी छ, क्वालिटी पनि दामी छ, खानाको स्ट्यान्डर्ड पनि दामी छ, ठिकै छ, दामी ग्रेट। ल हुन्छ, थ्याङ्क यू दादा, ल खानुहोस् ल। तपाईँहरूलाई पनि आएर चाहिँ होइन यसरी बस्नु सक्नुहुन्छ र खानु सक्नुहुन्छ। फिलहाल चाहिँ अब गुड नाइट, बाई बाई।